नमस्कार साथीहरू, मेरो यो दिपन राई युट्युब च्यानलमा हजुर सबैलाई स्वागत छ। आज चाहिँ म चाहिँ स्मार्ट वाचमा चाहिँ कसरी यसको एपहरू मिलाउने, सेटिङहरू मिलाउने भन्ने विषयमा जानकारी दिन गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। अब आउनुहोस् यो भिडियो सुरु गरौँ। यो स्मार्ट वाचको चाहिँ पहिला सुरु हामीले यो बटन थिच्नुभयो भने चाहिँ यसरी अन हुन्छ। यो चाहिँ अफ हो तपाईँको, अनि यो अन पनि हुन्छ। अनि तपाईँको यो चाहिँ थिच्नुभयो भने चाहिँ फेरि अब एकचोटि अझै थिच्नुभयो भने एप्सहरू निस्किन्छ। त्यसपछि तपाईँहरूले अब कुनै पनि एउटा एपमा क्लिक गर्नुभयो भने फेरि ब्याक गर्ने पनि यही हो। अझै ब्याक गर्नु पऱ्यो भने यसले ब्याक गर्नु होला। अब तपाईँहरूलाई जस्तै अब यो यसको वालपेपर चेन्ज गर्नु छ भने चाहिँ यो घुमाइदिनु होला। यो तपाईँले यो स्विच जति घुमाउनु भयो त्यति नै तपाईँको वालपेपर चेन्ज हुन्छ। अनि अब तपाईँको जस्तै तपाईँले अब यसको यो टाइमहरू मिलाउन चाहनुभयो भने चाहिँ अब यसमै क्लिक गर्नु होला। त्यसपछि यहाँनिर अब तपाईँको सेटिङ आउँछ, सेटिङ्स यसरी हेर्नु होला। अनि जब सेटिङ आउँछ तपाईँहरूले सेटिङमा क्लिक गर्नु होला। त्यसपछि तपाईँहरूले यसमा यो टाइम सेटिङमा क्लिक गर्नु होला। त्यसपछि यो टाइम फर्मेटमा 12 आवर्सको राख्ने हो कि 24 आवर्सको राख्ने हो तपाईँले चुज गर्नु होला। त्यसपछि यसलाई नै क्लिक गर्नु होला, ब्याक हुन्छ। त्यसपछि तपाईँहरूले यसमा गएर टाइम सेट गर्नु होला। तपाईँहरूको कुन टाइम छ त्यो टाइम तपाईँहरूले सेट गर्नु होला। राइट क्लिक गरेर तपाईँहरूको सेभ हुन्छ। त्यसपछि यसलाई ब्याक गर्नु होला यो बटन थिचेर। अब तपाईँहरूको अब डेट राख्नु पऱ्यो भने यो डेट सेटिङमा गएर तपाईँहरूले यसरी डेट चुज गर्नु सक्नुहुन्छ र यसलाई राइट क्लिक गरेर यो ब्याक गर्नु होला। अनि अब जस्तै तपाईँहरूको यो वालपेपर कसरी राखेको भनेर तपाईँहरूले सोच्नुहुन्छ भने तपाईँहरूको यो वालपेपर राख्नुको लागि चाहिँ सबैभन्दा पहिला सुरु तपाईँहरूले चाहिँ मोबाइलमा गएर तपाईँहरूको एन्ड्रोइड मोबाइलमा गएर त्यसपछि तपाईँहरू प्ले स्टोरमा जानुहोस्। अनि जब प्ले स्टोरमा जानुहुन्छ त्यसपछि तपाईँहरूले यसमा फेयरफिट भन्ने एप सर्च गर्नु होला। त्यसपछि यो माथिको यो ग्रिन कलरको यो एप तपाईँहरूले डाउनलोड गर्नु होला। अथवा तपाईँहरूले यो डाइरेक्ट यो घडीबाट पनि स्क्यान गरेर पनि तपाईँहरूले गर्नु सक्नुहुन्छ। तपाईँहरूले घडीबाट स्क्यान गर्नुको लागि चाहिँ यदि तपाईँहरूले घडीबाट स्क्यान गर्नु चाहनुहुन्छ भने चाहिँ घडीमा चाहिँ तपाईँहरूले यो कम्पास जस्तो देख्नु सक्नुहुन्छ। यो कम्पास जस्तोमा क्लिक गर्नु होला। यसमा क्युआर हुन्छ। अनि तपाईँहरूले यो क्युआर चाहिँ मोबाइलमा क्लिक गरेर पनि यताबाट पनि तपाईँहरूले त्यो एप डाउनलोड गर्नु सक्नुहुन्छ मोबाइलमा। अनि तपाईँहरूले यताबाट आएन भने पनि केही फरक पर्दैन। तपाईँहरूले डाइरेक्ट मोबाइलमा गएर यो एप डाउनलोड गर्नु सक्नुहुन्छ प्ले स्टोरमा गएर। त्यसपछि यसलाई ओपन गर्नु। मेरो चाहिँ अलरेडी ओपन भइसकेको छ। मेरो चाहिँ अलरेडी मैले साइन अप सबै गरिसकेको छु। तपाईँहरूले चाहिँ यो एपमा तपाईँहरूले जब यो एप डाउनलोड गरेर अन गर्नुहुन्छ त्यसपछि तपाईँहरूले यसमा तपाईँको इमेलद्वारा साइन अप गर्नुहोस्। त्यसपछि तपाईँहरूको अब एज राख्नुहोस् र यसलाई क्लिक गरेपछि तपाईँहरूको यो अन हुन्छ। अब तपाईँहरूको यो मोबाइल घडीमा कनेक्ट गर्नुको लागि चाहिँ तपाईँहरू एड डिभाइसमा जानुहोस्। एड डिभाइसमा गएर चाहिँ तपाईँहरूको यो तपाईँहरूले यहाँ स्मार्ट वाच देख्न सक्नुहुन्छ। अथवा तपाईँहरूले सर्च अगेन गरेर पनि यसलाई कनेक्ट गर्नु सक्नुहुन्छ। त्यसपछि तपाईँहरूको यो कनेक्ट हुन्छ ब्लुटुथमा। त्यसपछि अब तपाईँहरूले अब यताबाट तपाईँहरूले आफ्नो यो घडीको जस्तै मैले यो घडीको यो राखेको छु यो वालपेपर, तपाईँहरूले यस्तै गरेर आफ्नो वालपेपर चुज गर्नु सक्नुहुन्छ। आफ्नो चोइसको तपाईँहरूले वालपेपर राख्न सक्नुहुन्छ यो घडीमा। त्यसको लागि चाहिँ तपाईँहरू सबैभन्दा पहिला चाहिँ यो डायल सेटिङमा जानुहोस्। तपाईँहरूले चाहिँ पहिला सुरु चाहिँ त्यो कनेक्ट हुनुको लागि चाहिँ तपाईँहरूले ब्लुटुथमा पनि कनेक्ट गर्नुपर्ने हुन्छ। जस्तै यो मेरो स्मार्ट वाच कल छ, यसमा तपाईँहरूले क्लिक गरेर ब्लुटुथबाट स्मार्ट वाच कनेक्ट गर्नुहोस् पहिला सुरु। जब तपाईँहरूको यसरी कनेक्टेड देखाउँछ त्यसपछि तपाईँहरूले चाहिँ यो एपमा गएर चाहिँ तपाईँहरूले यो एपमा गएर चाहिँ यो डायल सेटिङ छ, यो डायल सेटिङमा क्लिक गरेर चाहिँ तपाईँहरूले यताबाट आफ्नो वालपेपर चुज गर्नु सक्नुहुन्छ। यो चाहिँ अब स्टोरमा भएको वालपेपरहरू भइहाल्यो, तपाईँहरू देख्न सक्नुहुन्छ। अब जस्तै तपाईँहरूको कस्टमाइज तपाईँहरूको आफ्नै
वालपेपर राख्नु पऱ्यो भने चाहिँ तपाईँले यो कस्टममा जानुहोस् र त्यसपछि तपाईँले यसमा आफ्नो यो प्लसमा क्लिक गरेर एल्बममा अथवा क्यामेरामा तपाईँलाई कुनै इच्छा लाग्छ, जस्तै म चाहिँ एल्बममा गएँ, एल्बम यो राखेँ। अब यसरी मैले यो कस्टमाइज गरेँ। अब तपाईँहरूलाई अब मिडलमा राख्नुहुन्छ कि यो कता राख्नुहुन्छ, यो सेन्टरमा राख्नुहुन्छ कि तपाईँहरूले आफ्नो इच्छाले यो राख्न सक्नुहुन्छ। अनि जस्तै कलर पनि चेन्ज गर्नु सक्नुहुन्छ। यिनीहरूको कुन चाहिँ कलर राख्न चाहनुहुन्छ तपाईँहरूले आफ्नो कलर चेन्ज गर्न सक्नुहुन्छ। जस्तै अब तपाईँहरूले एउटा कुनै कलर सेट गर्नु भइसकेपछि तपाईँहरूले यसलाई इन्स्टल गरिदिनुहोस्। तपाईँले इन्स्टल गर्नु भने यहाँ घडीमा नि इन्स्टल हुन्छ, तपाईँले देख्न सक्नुहुन्छ। जब तपाईँहरूको इन्स्टल भइसक्छ त्यसपछि तपाईँहरूले देख्न सक्नुहुन्छ यो अलरेडी सेट भइसकेको छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो वालपेपर भर्खर मैले सेट गरेको हो। यसरी तपाईँले आफ्नो वालपेपर चेन्ज गर्न सक्नुहुन्छ। अब तपाईँहरूलाई जस्तै अब तपाईँहरूलाई एपमा कनेक्ट गर्नु छ भने चाहिँ सबैभन्दा तपाईँहरू पहिला सुरु चाहिँ यो मोबाइलको सेटिङमा जानुहोस्। मोबाइलको सेटिङमा गइसकेपछि तपाईँहरूले यो एप्स देख्न सक्नुहुन्छ। यो एप्समा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँहरूले यो फेरिफिट भन्ने एप देख्न सक्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। त्यसपछि पर्मिसनमा क्लिक गर्नुहोस् अनि यसलाई सबै अलाउ गर्नुहोस्। त्यसपछि तपाईँहरू यो एपको यो मेसेज पुस्टमा जानुहोस्। त्यसपछि तपाईँहरू यो सबै अन गर्न सक्नुहुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ मेरोमा यहाँ अलरेडी यहाँ मेसेज आएको छ। तपाईँहरूले पनि यसरी गर्न सक्नुहुन्छ। यसरी आफ्नो एपहरू चाहिँ तपाईँहरूले पनि यो घडीमा कनेक्ट गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ मेरोमा अलरेडी मेसेज आइसकेको छ। जस्तै मैले अब यो यसरी क्लिक गरेपछि मैले फोटो पनि खिच्न सक्छु। तपाईँले देख्न सक्नुहुन्छ। मेरो अलरेडी कनेक्ट भइसकेको छ। तपाईँले सर्च एपमा गएर आफ्नो मोबाइल पनि कहाँ छ भनेर लोकेसन ट्र्याक गर्न सक्नुहुन्छ। यसरी जस्तै अब तपाईँहरूलाई वाट्सएप यो घडीमा कनेक्ट गर्नु छ भने चाहिँ स्क्यान गर्नु होला। त्यसको लागि चाहिँ तपाईँहरूले यो अपडेटमा जानु होला। त्यसपछि त्यहाँ 3 डटमा गएर सेटिङमा जानु होला। त्यसपछि क्युआर यो देख्नुहुन्छ अनि यसलाई स्क्रिनसट गर्नु होला। यसलाई चाहिँ स्क्रिनसट गर्नु होला। जब स्क्रिनसट हुन्छ त्यसपछि तपाईँहरू यो फेरिफिट एपमा जानु होला। त्यसपछि माई क्युआर कोडमा जानु होला। त्यसपछि यसलाई सिलेक्ट पिक्चर गर्नु होला। त्यसपछि यसलाई यो मेरो सक्सेस भइसकेको छ। तपाईँहरूले अब जस्तै घडी पनि आफ्नो कता छोड्नु भएको छ, कता खारतिर अथवा कतातिर छोड्नु भएको छ, तपाईँहरूले घडी पनि सर्च गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले यो फाइन्ड ब्रेसलेट भन्ने छ, यसमा क्लिक गर्नु होला। त्यसपछि आफै तपाईँको यो साउन्ड आउँछ। त्यसपछि तपाईँहरूले कहाँ छ हेर्नु सक्नुहुन्छ। जस्तै अब तपाईँहरूलाई यो घडीमा गीत बजाउनु मन लाग्यो भने तपाईँहरू सिम्पली आफ्नो यो अन गर्नु होला। प्ले स्टोर अथवा युट्युब तपाईँहरूलाई कुन इच्छा लाग्छ अन गर्नु होला। अनि यो अन गरेर सायद यतिकै छोडेपछि
अनि यसमा प्ले स्टोरमा जानु यो म्युजिकमा जानु होला। म्युजिकमा गइसकेपछि तपाईँले देख्न सक्नुहुन्छ यसमा तपाईँको बजेको छ। यो चाहिँ तपाईँको घडीको मोड हुनु पऱ्यो।